त्यो चाहिँ बुढी मान्छेलाई म चाहिँ होइन किनभने बाहिर निस्क्यो भने यहाँ हेर्नु पानी लाग्यो बाहिर निस्क्यो किनभने मम्मीहरू चाहिँ पुरानो आएको भिडियो बनाउनु पाएन अनि हिजो पनि मम्मीको के सामान प्याक गर्दा भिडियो बनाएर हाल्न बिर्सेछु सरी अनि मलाई अझै पढ्नै मन लागिरहेछ खै थाहा छैन होइन किन भन्नु के भन्नु केही भन्न सक्दिनँ मेरो एकाडेमिक्स कमब्याक खतम भइसकेको कमब्याक गरौँ भनेर अनि सबले हेप्छन् मलाई क्लासमा मैले के भनेर लाएको थिएँ भने एसीमा कमाएको भने अब मैले गरेको म्याथहरूको एक्सर्साइज पनि हुन्छ नि लग्छु होइन अनि सरहरूलाई बुझाउँदाखेरि के भन्छन् जान्नुभएको खुब जान्नु रहेछ सारेर ल्याएर भनेर भन्छन् होइन के भन्नु म सारेर ल्यायो मोबाइल भन्नु भने उसले गर्नै सक्दैन अब के भन्नु अब त्यस्तो मान्छेलाई फर्स्ट टर्ममा चाहिँ सक्दिनँ होला फर्स्ट टर्म भन्दा पनि यो अब आउने युनिट टेस्टमा चाहिँ म कमब्याक गर्न सक्दिनँ होला किनभने मैले खासै पढाएको छैन नि त अनि त्यही भएर अनि त्यसपछिकोमा चाहिँ म खतरा पढ्छु भन्ने मैले सोचेको छु है त बुढी मान्छे अनि म अब सुत्न आँटेको अबबाट चाहिँ म राम्ररी सुत्छु बिहान उठ्छु पढ्छु म सिरियल फलो गर्छु मेरो म बिग्रिसकेको मेरो बानीको निन्द्रा नै बिग्रिसक्यो के भएर फेरि भोलि म बनाउँछु म पनि अब धेरै बस्नु हुँदैन यता अब गइहाल्नुहुन्छ विदेश फ्राइडे त